कस्तो निस्केछ त आम्बो खतरा निस्केछ यार रक्सी त मेरो बाइक हो मेरो बाइक हो के भयो गल्यो हो हेलो साथीहरू वेलकम ब्याक टु माई युट्युब च्यानल अनि न्यू ब्लगमा स्वागत छ हजुर सबैजनालाई। सो आफ्टर लङ टाइम पछि चाहिँ म भिडियोमा आएको लगभग 1 विक क्रस भइसक्यो होला। म चाहिँ बिरामी भएर हस्पिटलमा एडमिट भएर बसेको थिएँ, त्यही भएर चाहिँ मैले भिडियो बनाउन पनि पाइनँ। सो धेरै लामो समय नै भयो मैले भिडियो अपलोड नगरेको पनि। धेरैजनाले सोधिराख्नु भएको थियो भिडियो किन नआएको भनेर। रिजन चाहिँ त्यही नै हो, म बिरामी भएँ, डिस्चार्ज भर्खरै भएर आएको। सो अहिले पनि मजाले निको चाहिँ भएको छैन, अलिअलि त छ नै रुगामार्की साउन्ड भोइसबाट सायद थाहा पाइराख्नु भएको छ होला। अहिलेको रुगामार्की त्यही त हो, रुगा खोकी होइन, भाइरल अहिले गाउँभरि सबैजना त्यस्तै भएर बिरामी भइरहेछ। सो अनि त्यही भएर चाहिँ रुगा खोकी अनि घाँटीहरू टन्सिल भएको थियो मेरो चाहिँ, अनि त्यही भएर चाहिँ म पनि हस्पिटलमा एडमिट नै हुनुपर्ने भयो। त्यो भित्र चाहिँ टन्सिल चाहिँ पाकेर त्यत्रो भइसकेको रहेछ क्या घाउ सबै, अनि त्यही भएर बस्नुपर्ने भएर। सो साथीहरू आजको दिन मेरो कस्तो हुन्छ भिडियोबाट हेरौँ है त साथीहरू। मैले चाहिँ खाने ट्याब्लेटहरू चाहिँ केही पनि ल्याइनँ, त्यही नै हस्पिटलमै बसेर फाइनल्ली मेरो चाहिँ टन्सिल निको भएर आएको। तर कुल्ला चाहिँ गर्नुपर्छ भन्नुभयो, त्यस्तो अलिअलि चाहिँ बाँकी छ टन्सिल, अलिक यहाँ चाहिँ दुख्छ, त्यही भएर यसले चाहिँ कुल्ला गर्ने भनेर मलाई चाहिँ यो दिनुभएको छ। अब्बो कहिले पनि खानु नपरोस् यस्तोले कहिले नि कुल्ला गर्नु नपरोस्। लास्टै के भन्नु, चिराइ त त्यति तितो हुँदैन होला, त्यति तितो यो हुँदो रहेछ क्या। ओ माई गड, मेरो चाहिँ यहाँ रक्सी पनि सकिसकेको रहेछ होटलमा चाहिँ, अनि त्यही भएर म चाहिँ अब रक्सी पार्नु पर्ने हुन्छ साथीहरू। आज बिहानै उठेर रक्सी पार्छु भनेको सकिनँ अलिकति, अनि त्यही भएर भर्खरै उठेको। अब चाहिँ रक्सी पार्नु पर्ने हुन्छ मैले। अहिले मैले चाहिँ रक्सी पनि टेकाइसकेँ, अब यो कतिखेर तातिसकेपछि चाहिँ फ्याल्नु पर्ने हुन्छ। ओफ राम्रो नि त यो चाहिँ दाउरा बबाल रहेछ कि खतरा आगो बल्छ हौ आम्बो, ताप्न जान नि आउने। आँपहरू चाहिँ टन्नै फलेको रहेछ कि माथि चाहिँ बसेर अब देखाउँछु है म आँप चाहिँ कति फलेछ। माथि सबै घरको धुरीमा हालेको छ, त्यही भएर अब के आनन्द आउने त। ल है भर्खर फल्दैछन्, कोही भर्खर यस्तो हुँदैछन्, कोही भर्खर फुल हुँदै रहेछन्, कोही चाहिँ ठुलो भइसकेछन् कि खाने बेला भइसकेको रहेछ, कोही चाहिँ यति धेरै ठुलो भइसकेछ, कोही चाहिँ भर्खर यस्तो हुँदैछन्, अझ कोही त भर्खरै फुल्दै पो रहेछ नि त। ल है यसो चाहिँ धुरीमाथि चाहिँ हालिदिएको छ कि जस्तो माथि टन्नै फुलिरहेको रहेछ। जस यसपालि चाहिँ मजाले खान पाइने भयो स्वादैले आँप चाहिँ, मलाई चाहिँ लास्टै मनपर्छ नि त लहरे आँप, अनि त्यही भएर लगभग यो त 2 वर्ष जति भइसक्यो होला हामीले रोपेको, यसपालिबाट चाहिँ फल्न स्टार्ट गरेछ है मेरो आँप पनि। ल मेरो चाहिँ रक्सीको पान आएछ, त्यही भएर मैले चाहिँ पान फाल्दैछु। यो भन्दा पहिला अगाडितिर चाहिँ एकदम धेरै नमिठो रक्सी भयो क्या मेरो, के भएर बिग्रियो। अनि यो छ्याङ रक्सीहरू नमिठो भयो भने चाहिँ मान्छे मर्छ भन्छन् आफन्तभित्रमा नै, अनि मेरो चाहिँ छ्याङ रक्सी पनि मिठो भइरहेको थिएन, अनि अस्ति त्यही भएर अनि गाउँमा बज्जू बित्नु भएछ। सो आजको चाहिँ मेरो रक्सी कस्तो हुन्छ हेरौँ साथीहरू होइन। सायद हाइलाइट देखेर पनि थाहा पाइसक्नुभयो होला मेरो रक्सी कस्तो भयो भनेर होइन। सो त्यही पनि भिडियो हेरौँ न होइन साथीहरू। फाइनल्ली मैले चाहिँ 6 पान गरेँ रक्सी, अनि अब यो रक्सीको बान चाहिँ निकाल्ने बेला भइसक्यो साथीहरू। यो चाहिँ माथि बाँधेको थियो नि त, अनि तातो रहेछ, अनि त्यही भएर अब समाउनु पर्ने हुन्छ। समाउनुको लागि त चाहियो नि त डालो होइन, त्यही भएर मैले यसलाई नै भिजाएँ, अनि भिजाएर चाहिँ पानी सानी निचोरेर चाहिँ अब यसलाई टक्क होइन बाहिर निकाल्नु पर्ने हुन्छ साथीहरू। टालो पनि धुको चिसो भइहालेछ, अनि त्यही भएर यही समाउनुको लागि मैले चाहिँ टालो धुको। अनि
अब चाहिँ मैले मेरो रक्सी निकाल्नु पर्ने हुन्छ साथीहरु राम्रो न कति धेरै बाफ आइरा छैन तातो तातो अनि त्यही भएर चाहिँ मलाई जहिले पनि डर लाग्छ के यो रक्सीको बान निकाल्न चाहिँ हैन फेरि यो पाइपको पानी नि त आइरा रहेछ अनि यहाँ आगो हुन्छ भने फेरि मैले उता फ्याल्दे अनि यहाँ मैले चाहिँ उतो चाहिँ दुईटा टालोले बाँधेको थिएँ एउटा मात्रै टालोले नपुगेर आमामा बाफले त कि अनुहार यस्तो तातो भइराछ अनि यो टालो लास्टै तातो भइरहेछ मलाई चाहिँ अब सबैजनाले चाहिँ भित्रको त्यो उसको मात्रै रक्सी निकाल्छ नि त तर मलाई चाहिँ डर लाग्छ त्यही माथि पनि माटोको छ नि प्याट्टै छोरी पठायो भने फुर्छ त्यही भएर म चाहिँ एकैचोटि यसरी बान नै निकाल्छु है साथीहरु मेरो आफ्नै आइडिया छ है तपाईहरुलाई नि आइडिया चाहिन्छ भने सिकिराख्नुस् है साथीहरु अलि रक्सी पनि निकाल्सके मिठो हुन्छ कि हुँदैन भनेर चाहिँ अगेनामा चाहिँ यस्तो हाल्दाखेरि आगो बल्यो भने चाहिँ मिठो हुन्छ रे न मिठो हुँदैन टेस्ट गर्नुमै त यहाँ बोकेको छु मैले पनि अलिकति कस्तो हुँदो रहेछ त कस्तो निस्केछ त आम्बो खतरा निस्केछ यार आगोको ज्वाला त माथि माथि आएछ चाहिँ खतरा निस्केछ है साथीहरु आगो झलल बल्यो मिठो भएछ मेरो रक्सी चाहिँ अब रक्सी सकिरहेको थियो आजसम्म आउने मान्छेले फर्काइरहेको थिएँ अब अहिलेबाट चाहिँ रक्सी हुने भयो यसो खाँदा नि मान्छेहरूलाई मिठो भयो भने होइन पैसा तिरेको नि आनन्द आउँछ त बोतलमा रक्सी राख्दा चाहिँ लास्टै झ्याउकै अनि त्यही भएर मैले गिलेनमा भर्दै कति बोतल निस्किँदो रहेछ त हेरौँ न हैन तातो तातो रक्सी यहाँ म चाहिँ भर्दैछु तर यसको कस्तो मलाई त कडा न कडा गन्ध के त्यही भएर मलाई त मेरो टाउको दुखिसक्यो यो गन्धले नै म चाहिँ यहाँ सुँगुरले चार हाल्नु आएको खाँदैछ सुँगुरले चार कहिले ठुलो हुने होला है सुँगुरहरू पनि जहिले हेरे यत्रोको यत्रै देख्छु म मज्जाले खाइरहेछन् है चारो चाहिँ गोलभेडा एउटा छैन यहाँ पनि अब बोर सबै मरिहाल्यो चाउचाउ पकाएर खानु भनेको त खत्तम हुने भयो गोलभेडा छैन सबै रुखै मरिसक्यो यो बाख्राहरूले जुठो लगाइसकेपछि चाहिँ केही चिजहरू पनि नहुने रहेछ हौ सबै मरिहाल्दो रहेछ कस्तो दिमाग खराब सिलासाङ्ला गर्नुपर्ने हुन्छ सबै अस्ति उनीहरूको बाख्रालाई चराएको थिएँ बाख्राले खाइदिएको थियो सबै मर्यो मेरो गोलभेडा पनि अब त यत्रो महिना किनेर खानु परेको थिएन अब त किनेर खानुपर्ने भयो गोलभेडा पनि साथीहरू के गर्नु कति नचराउ भन्नु भन्दा मुख दुख्छ टेर्दैनन् के गर्नु एक साग चाहिँ निस्क्यो यति चाहिँ भेट्टाएँ यतिले भयो मलाई एक साग पुग्छ भन्दाखेरि नराम्रो हैन अब यो बाली नाली लाको ठाउँतिर त नल्याउनु नि हैन अब भन्दाखेरि नराम्रो सोच्छन् ए फलाना यस्तो उस्तो भन्छन् हैन तर कति दुःखले लाको हुन्छ के गर्नु अब सक्यो मेरो गोलभेडा पनि अब यति नै होला अब भर्खर तलतिर छरेको बिउहरू उम्रिँदैछ अब त्यो कहिले फल्छ कहिले खानु भर्खर सानो छ अनि अब भन्यो भने राम्रो कति नको भन्छन् हैन आफै नराम्रो हुन्छ सो अब चाहिँ म चाहिँ गएर आज चाहिँ खाना नखाने साथीहरू चाउचाउ पकाएर खाने कति धेरै भयो चाउचाउ नखाएको त्यही भएर आज चाहिँ चाउचाउ पकाएर खाने सो म चाहिँ चाउचाउ पकाउने साथीहरू आज चाहिँ चाउचाउ खाने मेरो प्लान कति खाना पनि खाने हैन खाना खाँदा बिहान पनि त्यही भात बेलुका पनि त्यही भात झ्याउै लाग्ने के कहिले काहीँ त फाल्टो नि खानुपर्छ नि हैन साथीहरू त्यही भएर म चाहिँ अब आज त्यही रम्बा चाउचाउ पकाएर खाने कस्तो टेस्ट हुँदो रहेछ भनेर टेस्ट गर्नको लागि अरू बेला मैले के खान्थेँ आज चाहिँ रम्बा चाउचाउ टेस्ट गरेँ मैले कस्तो हुँदो रहेछ रिचार्ज कार्ड चाहियो अरे नि त्यही भएर दिएर आएको अब चाहिँ यहाँ म पकाउने साथीहरू तयार होइन पकाउनु पर्ने हुन्छ हल्का मैले चाहिँ मेथी लगाइदिएको
मेरो यहाँ प्याज भन्दा फर्स्टमा म गोलभेरा हाल्छु गोलभेरा हो दिएको गोलभेरा प्याज यो त्यसपछि यसलाई चलाउँछु म किचन चाहिँ म भन्दा अल्गो भएको छ यो किचनको यहाँ धेरै अल्गो भयो व्यवस्थापन त म यसरी पकाउँछु फेरि यसरी पकाउनु पर्यो नि होइन आफूलाई जसरी सहज हुन्छ त्यो हेर्दा गर्नै पर्यो साथीहरू भेजा गोलभेरा चाहिँ अब भइसकेको छ अनि यो चाहिँ मेरो रहेको छ यो चाहिँ रहेको छ मेरो बफ के भन्छ यो सुकुटी बफ सुकुटी यो यहाँ हाल्ने हो बफ सुकुटी हालिदिएको मैले अघि भिजाएको थिएँ अनि सबैमा मिक्स या भेजिटेबल बन्दा रायो साग आमामा 5 जनाले खाने कतिको भयो त भेजिटेबल आज मेरो पेट फुलिने भयो नयाँ टेस्टै कस्तो हुन्छ है नयाँ टेस्ट अहिलेसम्म मैले पकाएर खाएको छैन क्या मैले काँचो मात्रै खाइरहेको छु आज चाहिँ यसो टेस्ट गरिदिउँ न भनेर ओ मैले चना केराउ हाल्नु बिर्सेछु सबै भएको त हाल्नु पर्यो नि होइन चना केराउ मैले चाहिँ यहाँ चाहिँ भेजिटेबल चाहिँ मासुमा बफ मासु लगाएको छु त्यसपछि रायो साग बन्दा चना केराउ च्याक्क लगाएको छु होइन कस्तो हुन्छ हेरौँ चाउचाउको सुप पनि हालिदिइहालौँ न होइन च्यातेर गर्दै डोनाले त्यस्तै च्यातेर कस्तो हुने हो थोरै म चाहिँ मसला हाल्छु यहाँ नुन खोर्सानी चाहिँ हालौँ फेरि हस्पिटल दबाई बसेर आएको फेरि बस्नु पर्ने हुन्छ बार्नु पर्यो होइन साथीहरू खानेकुरा त बार्नु पर्यो घुमी हिँडेको हो मजा हुन्छ घुम्नु ए ओइ ह्यान्डसम लुक नितामा गानी नेरे निता हाँसेको हेर नि फेरि मखै हो ए साह्रै ह्यान्डसम पनि निस्किनु भयो त दाजु हो हेत्तेरिका म राम्रो कि तपाईँ राम्रो हो को राम्रो हौ तपाईँ नै राम्रो मै राम्रो राम्रो हो अलि काले रहेछ अलि काले रहेछ ए हो काले रहेछ तपाईँ चाहिँ ए जुङ्गा सीताको काले ओइ जुङ्गा नि छ ए ल खत्तम भएछ त कहाँ हिँड्नु भएको अरे तपाईँ यतै आएको घुम्नु धेर घुम्नु हुँदैन है चोरेर पो लान्छन् फेरि चोरेर लान्छन् तपाईँलाई चाहिँ अरू मान्छेले भनेको के झोलामा हालेर लान्छन् नि फेरि मान्छे न चोर्छ अनि मान्छे चोर्दैन नि त बाई बाई गर्नु यहाँ यसो यसरी बाई बाई गर्नु गुड बोय धन्यवाद भन्नु न धन्यवाद हाँसेको हेर हाँसेको ल है फाइनल्ली मेरो तयार भइसकेको छ अब यसलाई चाहिँ खाने जाडोमा तातो सुप र डल्ले खोर्सानी अछुचु नगरी खाने खाऊ है ल पानी के को रक्सी ठिकै छ फेरि रक्सी भन्नु हातले खुवाउनु फु गरेको ल
आफैले खानु सिक्नु पर्छ छोरा अब ठुलो भइसक्यो सानो पनि साग खाँदैन अचम्म खानु कहाँ खान्छ आता क्या डल्ले खोर्सानी मारेर हालेको त जाडो त कहाँ भागो भागो सुप खाऊ है मजाले घुमै लगेर खाऊ नि मिठो आमै अरे साह्रै मिठो लाग्यो छोरालाई खतरा मिठो भयो ने सबै मिक्स बनाएर खाएको नि त अनि खतरा भएछ क्या सुप चाहिँ लास्टै मिठो मासु अड्केछ बित्ता तिमीले नि कहाँ अड्कियो अड्केको हो मिउ डिम्पलले पो त मेरो छोरा डिम्पल घाउ गाडी हेर्ने हस् पहिले खाइसक्ने अनि ल लास्टै मिठो भयो साथीहरू म चाहिँ खानासाना पनि खाएँ अनि मान्छेहरू आयो 2-4 जना यसो गफसफ हानियो अनि फेरि अब चारो महिनाको साथीहरू के गर्नु गाह्रो छ दिन चाहिँ आज लास्टै धुम्म छ है पानी पर्ला जस्तो भइरहेछ अनि त्यही भएर एकछिन पनि रेस्ट नगरिकन कुदिहालेको म चाहिँ जङ्गल मेरो यहाँ हिरो चाहिँ अगाडि अगाडि हिँड्दैछ यस्तो बाटो जानुपर्ने छ अब नसकेको खण्डमा बोक्नुपर्ने हुन्छ साथीहरू के गर्नु होइन हेर्ने मान्छे नभइसकेपछि लिएरै हिँड्नुपर्ने हुन्छ चारो पाउने कि नपाउने सिस्नो त्यो पो टेन्सन छ होइन बिस्तारै हिँड्न सक्छौ हिँड हो गुड उभा नठग्ने ठग्नु हुँदैन है नठग हिँड्ने ल गुड बच्चा त जति ठुलो भयो त्यति ठग्ने क्या होइन आजकल त यस्तो ठग्दैन हो मलाई त अघि घरमा हिँड्ने बेला नै बुम्मा घर भन्दै थियो जाने भए हिँड्ने नभए म त थुनी पो राख्छु पसलमै भनेको त हिँड्न चाहिँ हिँड्दैछ बिस्तारै बिस्तारै हिँड है अब चारो पनि पाउँछ कि पाउँदैन हेरौँ है कसरी जाँदैछ यहाँ ल जाऊ छिटो त्यो माथिको नहेरिकन त्यहाँ बाटो हेरेर हिँड बाटो हेरेर हो गुड त्यहाँ 4 पाउले भए नि हिँड्नुपर्छ है मम्मी सक्दिनँ बोक्नु हो गुड त्यहाँ हिँड्ने बर्खा जस्तै पानी नि यहाँनिर त हाम्रो सानो मारो सर हो क्या लु आई गले मम्मी भयो जङ्गल चाहिँ आइपुग्यो सिस्नो त छैन त साथीहरू दुःख पो भयो त बल्ल बल्ल जङ्गल आइपुगेको अलिअलि सिस्नो पुऱ्याएको थिएँ सिस्नो पानी पर्नु थाल्यो साथीहरू के गर्नु सानो कहाँ छौ हौ कहाँ ए त्यही उमा शीतलमा बस है पानी लाग्छ आमा पानी पर्यो कस्तो दिमाग खराब कसरी टिपेर भारी पुऱ्याएर जाने होला त यार अछु म एक्लै भएको त हुन्थ्यो फेरि सानो नानी छ दिमाग खराब हो पानी पर्यो साथीहरू म चाहिँ भित्र पसेको थिएँ राम जङ्गल त पानीलाई भिज्यौ अरे भिज्यौ कि नै भिजी भयो लु जाने लु हिँड लु जाउँ घर जाउँ है हिँड ल लड्छौ है साथीहरू म चाहिँ अब आधी मात्रै थोरै मात्रै टिपेर सिस्नु पनि अब यति नै टिपेर जाने पानी पनि बाक्लो आइरहेको छ अनि फेरि अलि बच्चा फेरि बिरामी मात्र हुन्छ फकटैमा सो अब हिँडेको जङ्गलबाट यति नै टिपेर ए उसलाई हाम्रो सानले पुल लाग्यो अरे ए हे तेलिका के गर्नु नक्कल बाई बाई लु हेर न पुल हल्लाएको अरे कति ठुलो मान्छेले पुल हल्लाएको फेरि
हामी दुई चाहिँ जङ्गलबाट नै निस्केको ठ्याक्कै यहाँनिर पुलमा आइपुगेको। छोरा चाहिँ पुलमा खेल्दैछ। ठ्याक्कै पानी पनि रोक्यो, सिस्नु पनि अलिकति मात्र लिएको छ। अब फेरि जङ्गलमा सिस्नु पनि रहेन रहेछ, बच्चा नि कराखाइ गर्यो। भोलि चाहिँ कोहीसँग छोडेर एक्लै जानु पर्यो जङ्गलमा। अनि धेरै खोजेर लिएर आउनु पर्यो। आज चाहिँ थोरै मात्रै लिएर आएको छु। बाबुले पनि त्यो जङ्गलभित्र त कालै भएछ कि कराकै मम्मी कहाँ हो कहाँ भनेको भनेर डर लागेर अघि जङ्गलमा। यता फर्क त, जङ्गलमा डर लाग्यो कि अनि पो कराई गरेको। मम्मी कहाँ गरेको होइन? ए झरीले कुटो टाउकोमा, पानीले कुटो टाउकोमा अनि लडी गर्यो। ला कसरी लडी गर्यो? त्यसरी लडी गर्यो। ला खत्तम भएछ त नि, त्यसरी लडी गर्यो। त्यही भएर मम्मीलाई कराएको। चप्पल पुलमा पस, निकाला लो। निकाल्यो? हाले खुट्टा बिग्रिन्छ। हाले निकाला लु। अब फेरि तलै पस, खुट्टै पस। अब हाले निकाल न त चप्पल मात्रै। के गरेर चाहिँ यस्तो बिचार पर्छ होला? त्यहाँ पस्छ ठगार त यो। जाऊ पुल घुमेर आऊ। लु कहाँसम्म जानु सक्दैछौ? जाऊ त पुलमा। लु जाऊ त उताले। गयो है। आम्मामा त्यत्रो पर पो उसको डर नि नलाग्ने। बाई 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 ल हेर न, बाई बाई गर्दै जाँदैछ। बाई बाई परे अचम्म, डर पनि नलाग्ने हो। त्यहाँदेखि उता जानु सकेन? आऊ ल यता आऊ छिटो। ल हेर न फेरि उतैले जाँदैछ। डर पनि नलाग्ने हो अचम्म। ल हेर त, आउनु यता। अब जाने घर आउनु, घर जाउँ। आउनु ऊ त हेरेर आऊ अहिले लड्नुलाई। के भयो? गल्यो? आमै ल आऊ बिचारी आऊ ल। नाटक त फेरि गल्यो। लु हो रहेछ, छिटो आऊ। लु गलेको छैन है, बिचा नक्कल नगर। गल्नु न ओर्नु नक्कल गर्दो रहेछ है। लु जाऊँ लु गरेर ल। एक छक त मजाले हुन्छ ल। आइपुगेको घरमा छोराले चाबी उगार्ने अरे ल। उगारिसक्यो कि? है मम्मी त हेरी त बस्नु होला नि होइन? चाबी खोल्ने भनेपछि त खोल्ने होला नि। खोल्यौ? सकेन हौ? खै म खोल्छु ल्याउ। दुधु खाने? आमा पानी पर्छ कि फेरि पानीको भएको ए भाइ हो तपाईँ? छोरा होला हौ मेरो त। छोरा हो। तिमी मेरो छोरा होइन? भाइ पो हो? छोरा ए भाइ हजुर भन। भाइ उठ भाइ हजुर भन न त। बाइक तिम्रो अरे? मेरो बाइकलाई फेरि मेरो पो भन्दो रहेछ भाइ। मेरो बाइक हो। ओ हेलो सर यता फर्किउँ त। मेरो बाइक हो। यता फर्केर भनौँ न। मेरो बाइक हो। आफै हेर के गरेको त्यो? आऊ है जाउँ भित्र। पानी फेरि पर्नु थाल्यो। जाउँ घरभित्र। ल भरे चारो पनि पकाउने। आऊ तपाईको हो? सो साथीहरू काम चाहिँ पनि एकदम धेरै छ, तर यहाँ राम्रो पानी यस्तो बाक्लो न बाक्लो पानी आइरहेछ। अनि त्यही भएर अब यो पानीको भए चाहिँ मात्रै काम गर्ने साथीहरू। सो त्यही भएर आजको भिडियो चाहिँ यहीँ इन गर्न चाहन्छु साथीहरू। सो मेरो च्यानल सब्सक्राइब नगर्ने साथीहरूले सब्सक्राइब गरिदिनु होला।
अनि भिडियोलाई लाइक गरिदिनु होला। अनि भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनु होला, ड्याङ 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 कमेन्ट गर्नु होला साथीहरू। सो कहाँदेखि हेर्दै हुनुहुन्छ मेरो भिडियो, म यहाँदेखि हेर्दैछु भनेर कमेन्ट गर्नु ल, मलाई थाहा हुन्छ मेरो भिडियो कहाँसम्म पुगेछ भनेर। सो फेरि पनि भन्दैछु च्यानल सब्सक्राइब गर्नु नबिर्सिनु होला साथीहरू। सो बाई बाई।